तिमी आउँछौ भने म पर्खिरहेको छु त्यही पारिजातको रुखमुनि जहाँ तिमी मलाई पर्खिन्थ्यौ। म घुम्न जाँदिन भन्दा तिमी त्यहीँबाट निराश भई फर्किन्थ्यौ। अहिले त्यही रुखलाई हेर्दै सम्झिन्छु बारम्बार तिमी र मैले कल्पिएको त्यो सानो संसार। तर अब पुरा नहुने यो कल्पनालाई म कहाँ हटाऊँ? बढ्दै गएको पीडालाई म कसरी हटाऊँ? गनिरहेको छु सास, तर डर लाग्छ कुनै दिन यो सास फुत्त गइदिँदा तिमी आइपुगेनौ भने। मसँग तिमीलाई दिन हुन त मेरो मृत शरीर बाहेक केही हुँदैन। मैले सायद स्वीकारिसके आफ्नो सत्य, त्यसैले अचेल मन पनि रुँदैन। बिहान ती खसेका पारिजातको सुबास हावासँग मिसिदा तिम्रो आकृति देख्छु। अनि तिमीलाई सम्झी म जहिले एक हरफ लेख्छु। यदि तिमी आउँछौ भने म मृत्युलाई छलेर एक पल धेरै बाँचिदिन्छु। अनि अन्तिम पटक त्यही पारिजातको रुखमुनि तिम्रो नाममा लेखिएका कविताहरू तिमीलाई सुनाई म मेरो कलम सदाका लागि भाँचिदिन्छु। अनि सुन यदि तिमी आउँदा म रहिन भने मसँगै पर्खाइमा बसेको पारिजातलाई म भन्दा धेरै माया गर्नु।